हेलो एभ्रिवान नमस्ते वेलकम टु माई युट्युब च्यानलमा हजुरहरूलाई चाहिँ स्वागत छ। म गरिमा राजु भण्डारी र आजको भ्लग चाहिँ म स्टार्ट गर्न लागेको छु। सो भ्लगमा म यस्तै देखाउँछु। होटलमा अब मान्छे आउँछन् खान्छन् होइन, सो त्यस्तै नै हुन्छ। र मैले चाहिँ अघि नै किमा भेज मोमोको लागि चाहिँ किमा रेडी गरिसकेको छु, हेर्न सक्नुहुन्छ। यो चाहिँ भेज मोमोको लागि र यो चाहिँ चिकन मोमोको लागि चाहिँ प्याजहरू काटेर रेडी गरिसकेको छु। अब चाहिँ म बनाउन थालेँ है त साथीहरू। र मैले यो आलु पनि मजाले तासिसकेको छु। यो चाहिँ समोसाको लागि है त। यो चाहिँ म चिकन मोमोमा लाउँदैछु मसला। यस्तो खालको मसला लाउँछु क्या, म चाहिँ एकदम मिठो हुन्छ, टेस्टी हुन्छ। हेर्न सक्नुहुन्छ मैले झानिसकेको छु। साथसाथै किमा पनि रेडी भइसकेको छ। यस्तो खालको छ। यो कलर चाहिँ नराम्रो देखिएको छ, तर एकदमै सुइटेबल कलर देखिएको छ है साथीहरू। यो चाहिँ भेज मोमो अनि यसमा चाहिँ मैले यो गरिसकेको छु, मसलाहरू लाएर मोल्दैछु। र यो चाहिँ भेज पनि रेडी भइसकेको छ है, रेडी गरिसकेको छु। अनि साथीहरू म चाहिँ कति बिजी हुन्छु क्या, खानेकुराहरू बनाउनु पर्यो। समोसा मोमो, मेरो होटलमा चाहिँ समोसा मोमो अनि भेज चिकन मोमो भेज मोमो अनि त्यस पछाडिबाट थुक्पाहरू अनि चाउमिनहरू बनाउँछु नि त म। अनि एकदमै बिजी हुन्छु म चाहिँ होइन, केही कुराहरू पनि गर्न पनि पाउँदिनँ। त्यसको लागि चाहिँ सरी। मैले हजुरहरूसँग चाहिँ प्रष्टै अब राम्ररी कुरा गर्नु पर्दाखेरि म एकदमै धेरै काम गर्छु होइन, मेहनत गर्छु। यही हो साथीहरू, यस्तै नै छ। अब आफ्नो दिनचर्याहरू कसरी बिताउने के गर्ने हजुरहरूलाई पक्कै पनि देखाइरहेको छु। यस्तै नै छ साथीहरू मेरो दिनचर्याहरू। चाहिँ म समोसाको बनाउँदैछु सब्जी। अनि थाहा छ लाइन गएको थियो कि, लाइन गयो भने यस्तो बिजोक हुन्छ नि साथीहरू। मेरो त फ्रिज चलेन भने त केही गरिँदैन। लाइन गएर हजुरलाई देखाउँछु।
ल हेर्न सक्नुहुन्छ यो चाहिँ समोसाको के अरे किमा हो। समोसाको किमा पनि मैले रेडी गरिसकेको छु साथीहरू। अब म बनाउन थाल्छु ल। समोसा बनाउँदै थिएँ, त्यही हिजोको अङ्कल आउनु भएछ अनि रक्सीमा के गर्दै हुनुहुन्छ। उहाँलाई प्राङ्क गरेको छु रक्सीमा फेरि पानी हालेर। सो फेरि हेर्नु ल उहाँको रियाक्सन कस्तो आउँछ। ल हेर्नु साथीहरू। सबै सम्पूर्ण पितृदेवताले पनि दिनै पर्छ। मेरो त सानीमा लु खानु। मैले भन्न खोजेँ त्यसरी हो। यो रक्सी खाँदा मात लाग्दैन। रक्सी खाँदा मात लगाए पनि खाए पनि नानी ल्याएन भने भाटा पनि हान्न म यो रक्सीले मात लाग्छ कि लाग्दैन? लाग्छ। कडा पो छ नि फेरि। र त मैले भनेको छु नानी अनिवार्य छोरो भए पनि छोरी भए पनि। ल गङ्गाई गरेर चन्द्रशेखर भन्छु म पनि। अहिले पढै छु र अनिवार्य नानी भएन छ भने नानी पाउने के गर्दा हुन्छ कसो गर्दा हुन्छ पाउनै पर्छ। के को हुन्छ पानी तातो पानी पैसा बेला गर्छ नि तातो पानी हाले जस्तो नि प्र्याङ्क गरेको कस्तो लाग्यो प्र्याङ्क। तातो पानी हालेर म लाटोलाई यस्तो गर्दाखेरि त नि छोरो हुन्थ्यो छोरो नै मैले माग गरिरहेको छु। छोरो नाति परेन नाति चाहिँ आइदियो भने भयो नि त। अब प्र्याङ्क तिमीले यस्तो टेन्सन नाति ल्याएर भनिसकेको छु भने चौकिने हाल रहँदैन। नाति चाहिन्छ चाहिन्छ जिन्दाबाद मेरो। मलाई त्यही दुःख लाग्छ। हामी त सानोका मान्छे हौ। अब दुवै केटा मेरो लागि बाबै भन्छन् त्यसले पनि सम्झिनुपर्छ नि। जानेको मात्रै सम्झिनु हुँदैन नि। दुवै केटा बाबै मलाई चाहिँ खोजी गर्छ। अब एउटा पर खोजी गरेर छ हो त्यही सम्झिन्छु म। त्यही सम्झिने हो मान्छेको अर्काको त कुरा सुन्ने होइन। यी दुवै नातिको लागि हामी उनीहरूको सानोका लागि पनि यिनीहरूको बारेमा उता मावली उनीहरूको उहाँ हुन्। मावली पनि उनीहरूकी माइजू चाहिँ मेरै साल जति हुन्। त्यस्तो भएपछि मैले त्यसो गर्नु पनि हुँदैन। म त्यसरी भन्छु मेरो पनि जे थियो माइली साली मेरा थक नके माझी जे थियो हो। त्यस्तो गरेर अपराधिक क्रियाकलाप हामी गर्दैनौँ। सबैलाई प्र्याङ्क गर्दा के पो आयो के छ नाति ठिक छ त्यो त प्र्याङ्क गरेको हो त मैले। नानी आयो भने भाटो म तल ल्याउँछु। यो चाहिँ रक्सी हो नि फेरि फिक्स हो। त्यो अघिको चाहिँ पानी पहिला खानुपर्छ। अहिलेको चाहिँ फिक्स हो। पापा ल्याउनु पर्दैन नि पक्कै हो नि। यी त खानु हो खान्छ नाति चाहिँ आयो भने त कोला यहाँ ल्याउनु न। कोला त खाऊ कि नाति आएर म धरो खान्छु। म चल्न आएर पुग्छ भने आफ्नो भने फेरि चाहिएन म थिएँ तिमीलाई यी खाइहाल्नु। सबै प्लात भइरहेको खानु न। यो सुँगुरा त आज नै यो खाना आधी खाना सक्छु। आधी खान सक्छु। यो आधी यो उयो खानु हुँदैन अमिलो हुन्छ। त्यति हो अरू चाहिँ म सबै कुहिएको छ। त्यो हिसाब हुँदैन नि त सुँगुर छ नि यो सुँगुरमै हालिदिन्छु उसले पुरा सिका लान्छु है म। ए अँ त्यसै गर्नु। त्यो त अघि नै भन्नु थियो सिका खाने भने चाहिँ खानु नि त। कुनै छैन त के खानु खाने नि कुनै छैन। सो साथीहरू अब चाहिँ रात परिसकेको छ। हेर्नु साँझको खाना बनाउन लाग्दैछु। मासु ल्याएको थिएँ मासु पकाउँदैछु साथीहरू हेर्न सक्नुहुन्छ। अनि मासु बिना हाम्रो घरमा चाहिँ कोही खानै मान्दैन नि त। यस्तो छ मेरो बुढा चाहिँ झन् खानै मान्नुहुन्न। मलाई चाहिँ मासु एकदमै मनपर्छ। अनि जहिले पनि उहाँलाई खानामा बरु धेरै होइन 2 पिस मासु नै चाहिन्छ। उहाँहरूले गर्दाखेरि हामीहरू पनि बानी परिसक्यो मासु खानालाई। हामी त 3 जना मात्रै छौँ। 3 जनामा मेरो बुढा अनि त्यसपछि म अनि मेरो देवर हुनुहुन्छ। अनि त्यसपछि मेरो सासू मम्मी पनि हुनुहुन्छ। तर उहाँ चाहिँ अहिले झापा जानुभएको छ। अनि अहिले चाहिँ हामी 3 जना मात्रै छौँ। 3 जनाको लागि खाना बनाइसकेँ। अनि म चाहिँ अलिकति त्यो अघि
रहेको चना मटर थियो अनि त्यसपछि अलिकति अनि त्यो हालेँ अनि मासु हालेर एकदमै मिठो टेस्टी गरेर खाँदैछु हेर्न सक्नुहुन्छ। अनि मलाई चाहिँ एकदमै मनपर्छ नि त झोलवाला थुक्पाहरू चाहिँ एकदम मेरो फेभरेटमा पर्छ साथीहरू। सो त्यही भएर चाहिँ म अब खान्छु हेर्नु ल यस्तो मिठो हुन्छ नि। काम गरेर चाहिँ एकदमै थकित हुन्छ, बेडमा बस्ने बित्तिकै सुतिहाल्न मन लाग्छ क्या। अनि त्यही भएर चाहिँ अनि अघि नै खानाहरू खाई बाटोहरू मोली सबै गरेर अहिले चाहिँ म बेडमा आइसकेको छु रुममा। अनि अब यसरी गर्दा गर्दै मलाई झ्याप्पै निन्द्रा लागिरहेको छ। सो थ्याङ्क यू सो मच अल अफ यु होइन। अनि थ्याङ्क यू फर वाचिङ। अनि म नेक्स्ट आउने नै छु। अहिले खासै म त्यति बोल्न नि सकिनँ, निन्द्रा लागिहाल्छ क्या मलाई अहिले चाहिँ, थकित हुन्छु नि त धेरै काम गरेर पछि भएर। त्यही भएर अहिलेलाई चाहिँ यति नै। ओके बाई।